हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। आज पनि म चाँडै नै उठेको थिएँ, राम्ररी घाम आएको थिएन। अनि ड्याडीले चाहिँ मभन्दा पहिल्यै उठेर चुलोमा तातो पानी राखिसक्नु भएको थियो, हात मुख धुनलाई हुन्छ नि त। अनि मैले उठेर चिया बनाएँ, सबैलाई चिया दिएँ, मैले पनि चिया खाएँ। त्यस पछाडि घाम आइसकेको थियो अनि म खाना बनाउनुतिर लागेँ। आज आलु चनाको तरकारी अनि चिकन, अनि त्यसपछि कालो मासको लोकल मासको दालमा पिँडालु राखेर दाल बनाएको थिएँ। यता चिसोमा प्रायः जस्तो खाने डिस हो यो चाहिँ, पिँडालु राखेर बनाएको। मैले बाबुलाई नुहाइदिएर घाममा बसाएँ। खाना खाइसकेपछि दिउँसोतिर मेरो घरमा एकजना आन्टी आउनुभएको थियो, उहाँले मौसम्बी लिएर आउनुभएको थियो। फेरि मैले त्यो मौसम्बी काटेर उहाँलाई नै दिएँ। त्यसपछि म माथि आफ्नो पुरानो कामले, अनि त्यहाँ कस्तो पुरानो घरको पनि माया लाग्छ नि त। अनि माथि कस्तो खेतहरू राम्रो देखिराखेको थियो। अनि म आउँदा बाटोमा मेरो चाचीलाई देखेँ। मेरो चाची चाहिँ स्कुल टिचर भएर स्कुलको काम सकेर घर आएर गाई पालेर घाँस काटेर के गरेर भ्याइसक्नुहुन्छ। अनि म साँझको तरकारी साग के बनाउने भनेर ठुल्मनीसँग चम्सुर निकाली माग्न गएँ। थ्याङ्क यू फर वाचिङ।